गोरखा क्षेत्र नम्बर 1 र 2 बाट उठेका हाम्रो संसद र गृहमन्त्री छन्, दुईटा छन्। दुईटै पुरा रफ्तारले झैँ कुदेका छन्। पूर्व मन्त्रीहरूलाई च्यापच्यापी समात्दै खोरमा जागे। तर आफ्नो गाउँमा दुईटा चिज उफ्रिएर हिँडेका क्या, त्यसलाई समात्न सकेनन्। गोरखामा त्यो हो 3 थरी रहेछ, मिस्टेक भयो। चेप्टे, बटारे, स्याउ, यो 3 थरीकालाई चाहिँ च्याप्पै समातेर किन फाल्न नसके हो? यो गृहमन्त्री र मन्त्री संसदका काम होला जस्तो लागेन। अब कसलाई गोरखाको कसलाई चाहिँ थाहा हुन्न, एउटै पसलले यो पुरा गोरखाको प्रत्येक गाउँमा पुर्याउने एउटै पसल छ। त्यो पसल जसले गयो नि भन्छ, त्यो पसलमा बन्द गर्दैदेखि त्यो 3 थरी भयो। बन्द गर्दैदेखि हाम्रो गाउँका मेरो गोरखा जिल्लाका दाजुभाइहरू 40 वर्ष होइन 60-70 वर्ष बाँच्थे होला। अहिले 20 देखि 40 वर्षमा मर्नेको सङ्ख्या गोरखामा लगभग 200-300 नागिसकेको छ। यस्तो कुराहरू हाम्रो मन्त्री र संसदहरूले सुन्दैनन्। भोट माग्न आउँछन्, विकास भएको छैन, त्यस्तो भएको छ। यसलाई चाहिँ हटाइदिन पर्यो भन्ने मेरो धारणा छ।